यो फुल कस्तो राम्रो छ हेर्नु त है। यो गार्डनमा एउटै प्रजातिको फुलहरू छन्, किसिम किसिमका कलर। यसैमा यो ओरेन्ज टाइपको छ। अब यसलाई के भन्ने, पर्पल हो के भन्ने। यसैमा चाहिँ यहाँ गुलाबी पिङ्क टाइपको धेरै किसिमका फुलहरू, एउटै प्रजातिको धेरै फुलहरू छन्, किसिम किसिमका राम्रो राम्रो छ नि। ढकमक्क फुलेछ। अब यहाँनिर सेतो छ, यो चाहिँ हल्का पातलो फुल छ है। फुल सबै स्याहार गरेरै भएको हो। यो स्याहार नगरेर हुँदैन, पानी चाहिँ टाइम टाइममा दिइरहेको हुन्छ। यहाँ यो सेतो चाहिँ यहाँ ढकमक्क फुलेछ, कति राम्रै। ल हेर्नुहोस् त, यो बाँदरले हल्ला गरेछ है। यहाँ बुट्टा बुट्टीहरू सबै पात झरे छन्, सब नाङ्गे छन् बुटहरू। गेट, म चाहिँ गेटतर्फ जाँदैछु। साँझमा भिडियो चाहिँ जे होस् राम्रो आउँछ। आँपको बगैँचा, यो धुपीहरू। यो आँप चाहिँ धेरै बेसरी फुलेको रे, तर फल्न चाहिँ खै के गर्छ, हावाले उडाइदिने हो कि हावाहुरीले। बाँदरले झारिदिन्छ फुल जति। सुनसान छ आज। हिजो अस्तिसम्म त यो बाटोमा पुरै मान्छे हिँड्थे, आज त सुनसान छ। यो पोखरीमा चाहिँ हाँस जियोस्, पानी हाँस राम्रो छ। यिनीहरू चाहिँ, यो बाँदर साँझ परिसकेर अझै हिँड्या छैन। कता कता हिँड्ने हो, खानेकुरा खोज्दै हिँडिराख्ने। राम्रो छ, सिनहरू राम्रो छ, सफा सुग्घर छ। अहिले बिहानमा सधैँ झाडु लाउनुहुन्छ। यो ताल, यहाँ चाहिँ माछाहरू पनि छन् ठुल्ठुलो, 10-10 किलो 20-20 किलोका माछा पनि छन् यो पोखरीमा। हेर्नु, गुरुजीसित हिँडेको आज। कहाँ जाने गुरुजी? चिया खाने, पकौडी खाने है। चिया खाने, नमकिन खाने। गर्मी अलि मौसम गर्मीमा त्यो के अरे पानी चिसो खानु हुँदैन के हो, चिया तातै खानु। आज चाहिँ मौसम आज हल्का बादल लाए जस्तो छ, चिसो चिसो राम्रो छ है। मौसम धेरै राम्रो छ गुरुजी आज। आज चाहिँ अब तातो गएर चिया पकौडी खानुपर्छ। हजुरहरू पनि पकौडी चिया खाने भए आउनु होला, म स्पोन्सर गर्छु। म चाहिँ स्पोन्सर गर्छु। मैले भन्दा नि हाम्रो गुरुजी हुनुहुन्छ, उहाँले स्पोन्सर गर्नुहुन्छ। आउनु होला चिया पकौडी खान, लुम्बिनी महिलवार 5 नम्बर गेटनिर। सबैले भिडियो हेरेर माया गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। हस्त धन्यवाद। अब अर्को भिडियो चाहिँ भोलि आउनेछ। हस्त धन्यवाद, बाई।